यहाँ ख्यामजी अब त आराम गर्ने बेला मध्येमा उहाँले धेरै गर्नुभएको छ होइन यिनी आफ्नो ज्ञान शिक्षा यिनीमा सम्पूर्ण गरेर 2082 इरानमा 14 हामी आज अनिवार्य अवकाशमा उहाँलाई विदाय गर्ने कार्यक्रममा छौँ। त्यस अवधिमा उहाँलाई एउटा मायाको उहाँले यत्रो समय हाम्रो यिनीमा सेवा गर्नु एउटा मायाको चिनो स्वरूप उहाँलाई ढाका टोपी मायाको चिनो र माला र अबिर लगाएर उहाँलाई विदाय गरिदिनु हुन हाम्रो आयोजना विकास विभागका निर्देशक श्री नसीमान प्रधानजीलाई अनुरोध गर्दछु। यस नेपाल विद्युत प्राधिकरणमा विभिन्न शाखा आयोजनाहरूमा करिब 35 वर्ष सेवा गरी 58 वर्ष अवधि पुरा गरी अवकाश हुँदा यस आयोजना विकास विभाग प्रमुख नसीमान प्रधानज्यू साथै यस विभाग अन्तर्गत कार्य गर्ने सम्पूर्ण इन्जिनियर सरहरूले स्वयं म आफै ख्यामबहादुर खड्कालाई शुभकामना सहित विदाई कार्यक्रमको झलक प्रस्तुत गरेको छु। हेर्नुहोला है त। रङ्गीन धेरले यो फुल है त अरू के छ यो त पानी होइन भिडियो लिएर पछि त्यसैको अब यो भिडियोहरूलाई मनाउँछ नि सुरुबाट सोधेर याद भयो Happy Independence Day. यताबाट जान्छ अरे तर उता टिका टिका लाउने बेला भएको छ जागिरी जीवन दुःख भएको त्यो सबैलाई बिर्सु मजाले अब सबै भयो नि होइन त अब जे गर्नुपर्छ सब भइसकेको छ अब आराम गर्ने बेला यहाँ ख्यामजी अब त आराम गर्ने बेला मजाले आराम गर्नुहोस् मजाले काम गर्नुहोस् खुसी साथ बस्नु खुसीसँग बस्ने अब खुसीसँग आफूले जे मन पऱ्यो त्यो गर्ने क्या सर्वेमा उहाँले धेरै गर्नुभएको छ होइन सर्वेले त्यो चाहिँ तपाईँलाई धेरै मिस गर्छ मलाई
त्यो साथी खै त अब यहाँ हुँदा ऊ जङ्गल अब खाला ठिकै टिका मात्रै ठिक हुन्छ जाने अब त्यो फुट्ने राख्ने ठिक छ टिका मात्रै होइन सक्यो हामी जाउँ अनि म आउँछु यहाँ आएर बिहान सर गरेर ल्याउनु कम भूमिका दुध कोसीबाट एकदम मजाले जङ्गल हिँडिन्थ्यो अब यो जङ्गल सुरु गइसक्नु भयो स्वागत कार्यक्रम यो आउनु लगेर यो हामीका सबै धेरै काम छ सब साथीहरूलाई गरिकन अलिक काम गरिदिनुहोस् ल त्यसै गरी जियो लिस्टको रूपमा आउनुभएको हाम्रो निशा भट्टराईज्यूलाई आज त होली भएर टिका लगाइदिनु नमस्कार आफ्नो जागिरी अनुभव गरेका कहिले सुरु गरेको थियो कहिले के गर्नु त्यो भनिदिनु सम्पूर्ण सरहरूलाई नमस्कार। म खेमबहादुर खड्का सरहरूले चिन्नुभएको होला। म चाहिँ 2044 सालमा चाहिँ अस्थायी नियुक्ति वीरगञ्ज 66 केरी सब स्टेसनमा नियुक्ति भई विभिन्न आयोजनाहरूमा अप्पर आयोजना होइन दुधकोशी आयोजना हुँदै विशेष हुँदै चाहिँ हालसम्म काम गरेको चाहिँ मैले 35 वर्ष करिब 35 वर्ष काम गरेँ। सबै ठाउँमा काम गर्दा त्यति नराम्रो भएन होइन, हुन त मान्छे अनुसार हुन्छ होला होइन, राम्रै भयो, सबैतिर राम्रै काम गरेँ। यहाँ आउँदा पनि यहाँ सरहरू सबै चिनेकै थियो, अब सरहरू सबै पुरानो मान्छे, सबै राम्रै भयो। साइडमा गएँ, राम्रै काम गरेँ होइन। कमी कमजोरी त्यस्तो छ भने सरहरू यहाँ हुनुहुन्छ, माफ पाऊँ होइन। अब यो चाहिँ शाखा भनेको चाहिँ यहाँ आउने इन्जिनियरहरूले चाहिँ यो चाहिँ एउटा पहिला सुरुमा चाहिँ डिजाइन गरेर सर्वे नगरिकन हाम्रो नेपाल विद्युत प्राधिकरणमा केही हुँदैन होइन। त्यो भावनाले यो शाखामा आउने जति पनि इन्जिनियरहरूले राम्रोसित काम गर्ने होइन, एक दिन राम्रोसँग इमान्दारीका साथ काम गर्यो भने आफ्नो गन्तव्यमा पुगिन्छ होइन। अब हाकिम साहब यहीँ हुनुहुन्छ चाहिँ, हाकिम साहब जो हाकिम र हामी भनेको कस्तो भने कर्म दिने र जन्म दिने, बाबुआमा भनेको जन्म दिने भए, हाकिम साहब भनेको चाहिँ कर्म दिने भयो होइन। त्यो कारण चाहिँ कति हुन्छ हाकिमले बाबुआमाले पनि गाली गर्छन् होइन, गाली गर्छन् किन नराम्रो भन्ने त्यस्तो भन्नु मिल्दैनन्। बाबुआमाले त कसरी राम्रो होस्, बच्चा केटी आफ्नो छोराछोरी बाबुआमाले गाली गर्यो भनेर त्यस्तो गर्नु मिल्दैन भने, कर्म दिने हाकिमले पनि गाली गर्यो भने झन् खुसी हुनुपर्छ कि हामी
काम खुसी भएको छैन। गाली गऱ्यो भने खुसी हुनु पर्छ। किन गाली गऱ्यो त भन्दा काम राम्रो गर, राम्रो होस् भनेर गाली गरेको त। खोजी गरेको गाली गरेको त त्यो राम्रो हो नि त। त्यो भावनाले खासै गर्नु हो नि? राम्रोसित उज्यालो नेपाल काम गर्नु होला। इमानदारीका साथ काम गर्नु होला होइन। त्यही भन्दै मेरो 2 शब्द उहाँले आफ्नो जागिरी अनुहारमा कर्म र जन्म दिने र कर्म दिने आफ्नो सर्वको कुरा निशोक गरेर जान्थे। यसको लागि उहाँलाई धन्यवाद। यसै सूचना अनिवार्य अवकाशबाट जान लाग्नुभएको छ। बारेमा 2 शब्द राख्दैन हाम्रो निर्देशक श्री नसीमा प्रधान सरले मैले त गाली गरेर छु। अब सबै सम्झिनु चाहिँ गाली राम्रैको लागि गरेर छु। र फेरि अब एउटा कुरालाई बुझ्नुहोस् कि हामीले गाली भनेको आफ्नो मान्छेलाई भन्नुपर्छ। कोही पनि अरू मान्छेलाई गरेर गाली मिल्दैन। मान्छे बाहिर भएर कसैले पनि गाली गर्नु होस् रसिया केही पनि भन्दैन पऱ्यो। रसियारै जोडिन्छ। कोही मान्छे आफ्नो मान्छे हो भने गाली के हो सवाल। त्यही भएर त्यो आफ्नो मान्छे भनेर मैले गाली गरेको छु मलाई। त्यो कोही मान्छेलाई र तपाईँलाई सोधेर चित्तुरी मार्नु गाली ठिकै छ। हामीले अरूलाई चाहिँ हाकिमले बाबुआमा भनेको बाबुआमाले पनि गाली गर्छन् नि, हाकिमले पनि गाली गर्छन्। हाकिम भने कर्म दिने, बाबुआमा भने त जन्माएर पठायो हुर्कायो। हाकिममा जानु कर्म दिने हाकिम के भन्दै हुन्छ। त्यो भावनाले कसै कुनै पनि हाकिमले भनौँ सरले हेर्ने कि जोसुकै होइन गाली गर्यो भनेर चित्त नदेखाउनु होइन। किन गाली गर्यो त भनेर त्यो मैले काम बिगारेर गाली गरेँ कि अथवा त्यतिकै गाली गरेँ कि कसरी भनेर नत्र त मान्छेको विकास त हुँदैन नि। कोही न कोही एउटा मान्छे चाहिन्छ माथि जानलाई विकास हुनलाई कि मान्छेको त्यस्तो हुन्छ कि। यही कुरामा एउटा कुनै पनि हाकिमले कहिले पनि गाली गर्नु हाकिम बसी कुर्सीले गाली गर्नु हाकिमले मतलबै हुँदैन। हाकिमले अर्धो सरी तर गाली पनि गर्नु आउँदैन। त्यो कुर्सीमा बसी गाली गर्छ। हामीले पनि खायौँ खानु होला। किन गाली गर्यो भनेर कसरी गर्यो भनेर आफूले बुझ्ने कुरा हो। अब यही बसेको आएर खेमजीले कति वर्ष हो कि 35 वर्ष 35 वर्षसम्मलाई यहाँबाट सेवा गर्नु र हाल प्राधिकरणले जे जति पनि प्रगति गरेर त्यहाँ तपाईँको केही न केही किसिमको सानो वा ठुलो किसिमको कन्ट्रिब्युसन छ। तपाईँ सर्वे अब के अरे अप्पर तामाङपछि भएर कामै गर्नुभएको र अब चाहिँ नि यहाँको अवकाश पाइसकेको पछि पनि तपाईँले आराम गर्ने कि तपाईँ कामै गर्नु केही नभए पनि खेती गर्नु छ भने त यहाँ भइहाल्यो हो। सबैको लागि चाहिँ तपाईँलाई शुभकामना र अब आउने दिनमा चाहिँ तपाईँको सब राम्रो फलोस् फुलोस् भन्ने साथै